श्री मध्यपूर्वी पितना तालिम शिक्षालयमा कार्यरत सिसम 3 बिलार ग्रेड 1 तालिमका शिक्षार्थीहरूले यति बेला सेल्फ कुकको कारबाही गरिरहेको अवस्था तपाईहरुले यस भिडियोमा देख्न चाहनुहुन्छ। आदरणीय दर्शकवृन्दहरू, तपाईहरुले माहौल देखिरहनु भएको छ। यसमा 50 मिनेटको चाहिँ टाइम निर्धारण गरिएको छ, जहाँ चाहिँ हामीले खाना तरकारी पकाएर यो क्याम्पलाइज गरेर रेडी भएको हुनुपर्छ। आदरणीय दर्शकवृन्दहरू, तपाईहरु यो घना जंगलको बीचमा एउटा रमणीय वातावरण देखिरहनु भएको छ, जहाँनिर चाहिँ यो सिसम 3 बिलार ग्रेड 1 तालिमका शिक्षार्थीहरूले सेल्फ कुक कारबाही गरिरहेको अवस्था छ। यहाँनिर एकजना शिक्षार्थीसँग म रिपोर्ट लिन गइरहेको छु। भीम सर, तपाईको चाहिँ केही छ कि? रमाइलो लागिरहेछ। मुक्ति सरको केही फरमाइस छ कि यसमा? कस्तो भइरहेछ? अब तपाईको पाकिसकेको हो? मेरो खाना पाकिसक्यो सर, तरकारी पाक्ने अवस्थामा छ सर। ल ओके, धन्यवाद। हाम्रो हल्दामेर साहब, तपाईँ एक्लै हो र? बडी हजुर, तपाईँले यो कस्तो लागिरहेछ सेल्फ कुक गर्दाखेरि? तपाईँ आनन्द आइरहेछ। हस्, धन्यवाद धन्यवाद। ज्योति सर, तपाईँले चाहिँ यो सेल्फ कुक कस्तो लागिरहेछ? यति बेलाको माहौल, यो टन्टरपुर घाम, यो गर्मी, यो यति बेलाको यो 48 डिग्रीको तापक्रमको चाहिँ गर्मीमा तपाईँलाई कस्तो लागिरहेको छ? सरले एकदम जोस गरिरहनु भएको छ। मैले भन्दा नि रमाइलो लागिरहेछ। शिक्षालयको नमिठो खाना पनि आफूले बनाएर मिठो हुन्छ कि हेरौँ आज। हस् हस्, थ्याङ्क यू सर, थ्याङ्क यू। म अब यो एकैछिनपछि फेरि म गइरहेको छु। हाम्रो चाहिँ प्यारा कमान्डोको चाहिँ साथी हुनुहुन्छ, उहाँ एकदम चुस्त फुर्तिलो, एकदम अनुशासित हुनुहुन्छ। प्रकाश सर, तपाईँको चाहिँ के छ यो सेल्फ कुक सम्बन्धी? जिन्दगीमा सर सेनामा जारी खाएर बाँच्नु पर्ने रहेछ, त्यसको लागि दुःख गरिरहेको छु। वाह 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 वाह, जिन्दगीमा बाँच्नु सबभन्दा ठुलो कुरो हो, होइन त सर? ओके, धन्यवाद सर। हाम्रो आजको चाहिँ गुणपति साहब दिनेश, तपाईँको चाहिँ के छ यो सेल्फ कुक सम्बन्धी? तपाईँलाई कस्तो लागिरहेको छ? यति बेलाको माहौल, यो 48 डिग्री गर्मी छ, यो घना जङ्गलको बिचमा, सालगाडीको बिचमा तपाईँले यो सेल्फ कुक गरिरहनु भएको छ। तपाईँलाई केही छ? मलाई चाहिँ एकदम यो सेल्फ कुक सम्बन्धी चाहिँ एकदम रमाइलो लागिरहेछ। आज झन् त्यसमाथि गुणपतिको हैसियतले तपाईँहरूलाई सेल्फ कुक गराउन पाउँदाखेरि एकदम गर्व ठानेको छु र गर्वको साथसाथै गर्मी मौसमलाई पनि सामना गर्दै आज सेल्फ कुक गर्न गइरहेको छु। तपाईँलाई पनि बेस्ट। हस् त, धन्यवाद सर, धन्यवाद। हाम्रो चाहिँ गोविन्द चलाउने सरलाई चाहिँ केही छ कि यो सेल्फ कुक सम्बन्धी तपाईँलाई कस्तो लागिरहेको छ? एकदम ठिक छ, तरकारी पाएको छैन, टेन्सन भएन। ल ठिक छ, बिस्तारै पाक्छ, नआतिनुहोस्, त्यसमा केही समस्या छैन, धैर्य गर्नुहोस्, होइन? धैर्य चाहिँ सबभन्दा ठुलो कुरा हो। हाम्रो साहबहरूलाई चाहिँ कस्तो लागिरहेछ? तपाईँहरू एकदम चाहिँ अहोरात्र चाहिँ हाम्रो चाहिँ उसमा खटिरहनु भएको छ, केही छ कि तपाईँहरूको? केही छैन सर। हो, ओके, धन्यवाद सर। म यतातिर जाँदैछु। यो पल्लो छेउमा हाम्रो एकदम नारायण धमला गुरु हुनुहुन्छ, स्थानीय बासिन्दा पनि हुनुहुन्छ उहाँ। तपाईँको केही विचार छ सेल्फ कुक सम्बन्धी? ठिक छ, गर्मी छ अत्याधिक, होइन? हजुर हजुर, यो गर्मी जति नै गर्मी भए पनि गर्मीको महसुस नगरिकन चाहिँ एउटा तालिमलाई चाहिँ सहनशीलताको अनुभूति प्रदान गर्दै अहिले खाना पकाउने कार्य भइरहेछ। यहाँ मेरो जोडा हुनुहुन्छ बुद्ध हेरबहादुर भुजेल, नमस्कार। उहाँको पनि ठुलो देन छ र यति तीव्र गतिमा उहाँले खाना बनाइरहनु भयो। हस् त, थ्याङ्क यू, बेस्ट अफ लक तपाईँहरू। भीमबहादुर, हस्, धन्यवाद। पनि ठुलो मेहनत छ यहाँ। वाह, बहुत मिठो होला, बहुत मिठो होला। ल हस्, धन्यवाद सर।